पोखराको यात्रा सुरु भइसकेको छ हामी मेन रोडमा यहाँबाट 45 किलोमिटर टाढा छ एक घन्टाको लागि हामी चाहिँ पोखरा आइपुगिसकेका छौँ है ल पुग्यो ल आफ्टर 1 आवर जति होइन भित्र हो र अझै अगाडि छ ल बोर्डै कहाँ गयो कस्तो ये ल म यहाँबाट लेफ्ट साइड हाल्दा नि यताबाट ल तलबाट हो सिधै अब त ल गाइज हामी चाहिँ 8 मिनटमा पुग्छौँ है अब डेभिस फल त्यो अलिक नजिकै 16 किलोमिटर हामी पौडी खेल्नु गइदिनु कि जाम जाम ल पौडी खेल्नु पर्ला हामी फेरि हेर्छ मान्छे मराखेर नि यहाँ त्यही त चेक गरेर जाँदै के भने थियो होइन यहाँ त बाफे निस्किरहेको यहाँ हेर मल खस्यो नि तनाव फेरि अर्को देखिन्न यहाँबाट के गुफा हो क्या सगुरो छ क्या यहाँ फोटो उहाँबाट जाउँ न एउटा माथि आजको लागि त हामी भ्लगर सगर सबै भयो छेपारको नम्बर 1 भ्लगर है ओए कत्रो गहिरो हुँदा रिएक्सन कत्रो रहेछ कस्तो डर लाग्दो है डेभिड फल चाहिँ गएको तर केही नरहेछ गाइज है मिल्दैन होला विसफुल यहाँ चाहिँ के हुन्छ र उयसमा पर्नुपर्छ ए मैले विस हानेर उनी आउने होइन फेरि आउँदैन गएको उनी कहाँ फर्किन्छ गएको कहाँ फर्किन्छ त नि जे हो नि 10 रुपियाँ किन उनी कति फर्किन्छ कि उनी कति फर्किन्छ कि आसमा ल ल ल ट्राई हान्नु त ल ल ल ल ल अब उनी फर्किन्छ कि फर्किन त थाहा छैन त्यो पनि ल खै कतिवटा पाए 6 ल 3 फालिदिउँ न त ल ल उनी तिमी आउनु पर्यो हेर्दै गर ल फेरि एउटा ल ल ओइ ओइ ओइ
ल आउनु पर्यो मैले ल मेरो त आउनु हो तेरो एउटा गइदिएर ल ओए गयो ओए ल ल रिजन उनीलाई मागे ल उनी दुईटा उनी आउँछ क्या भने त ल त ल तिम्रो एउटा हराएको उनी आउँछ कि अब ल हराएको हुन नसकेको उनी है त ल ल यार एक कुण्डाको फाइनली ल एक कुण्डा आयो ल हैट ल जाउँ ल ल डह्रो भयो ल हराएको आउनु पऱ्यो पोखरा सकेपछि ल पोखराको टिप सकेपछि त आउनु पर्छ नि होइन बेलुका म्यासेज आउनु पऱ्यो ल है फर्केर आइन् म फर्केर आएँ ल अब चाहिँ एक्जिट बल्ल घाम आयो ल बिहान त थर काम त हामी त अच्छा बदम र सुन्तला किनेर लगेर घाममा बसेर खाएर बनियो कि आइछि लेक साइडमा ल जोना सर कस्तो लागिरहेछ एकदम रमाइलो गडावाला प्याराग्लाइडिङ भएर त्यहाँ चाहिँ कस्तो हामी पोखराबाट फर्किँदै ल बत्तीपुर अब नेक्स्ट हामी अब एकैछिनमा आइपुग्छौँ 1 घन्टा भनेछ हामी आधी घन्टामा आइपुग्छौँ अब म हेलो भन्छु भगन है यता यताबाट हेलो